पनि दिनु पर्यो कि यस्तरी कहाँ यति धेरै माया तिमीले यस्तो खान्छ नि एकचोटि खाएपछि वाक 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 वाक्का लाग्छ नि त्यही भएर वाक 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 गर्न थाल्छ मलाई थुक मिलाएर उतापट्टि खाने के निल्नु भयो थुक म पर्सिको दिन आउँदैछु पाउनु यसको पर्सि यसको आइतबार कति गयो होला ल भन्नु न साथीहरू त्यसपछि के निल्नुपर्छ निलौँला यसको आइतबार पर्सि कति गयो है साथीहरू अस्तिको आइतबार जान्छु भनेको तिमी ठ्याक्कै बिमारी भइहाल्यो त्योभन्दा 1 महिना अगाडि जान्छु भनेको त्यो पनि ट्याक्कै त्यही भयो गएर यसो मन्दिरमा दर्शन नै गर्नु पाएन भने किन मन्दिर जानु हजुर आज चाहिँ ल्याउनु भएन कालेको के चिज त्यही नदेखा पो त तुर गर्दैन त तुर गर्छ यार शीतल खानु भयो हो पनिसमेन्ट गरौँ न पनिसमेन्ट गरौँ ग्राम थिलो फेरि यसलाई थोब प्ल्याट अहिले भेट त भयो राम्रो मान्छेले मैले राम्रै पनिसमेन्ट दिन्छ नि फेरि 5 चोटि उठबस गर्नु इस गर्छ अबि कति जानेको यार हेर्नु न साथीहरू जति गर भन्छ यार झन् मायाले 5 चोटि भनेको अरूलाई त म 50 चोटि भन्छ 50 चोटि भन्नु नि गर्छ नि सक्छ 5 चोटि मात्रै उसले चाहिँ त्यति के जितेको 5 चोटि भन्छ यार ल फर्स्ट गेम पहिला हुन्न त्यो फर्स्ट सेकेन्ड मायाले मनले माया गर्ने हो म त बुढो बनाउँदिन होला हो यस्तो त्यो बुढो राडै बसौँला चुप्पा गर भन्नु बरु पनिसमेन्ट चुप्पा गरिदिन्छु म त्यो जुटो पर्दैन त चुप्पा गर्नु भनेछ निदात्मा गर्नु त्यसो भए ओ माय गॉड यार कपाल यसरी दिएको के पुरै चुप्पा गर भनेर यार के साह्रो छिटो गर्नु भन्नु न फर्स्ट गेम 1200 जनाले हेरिरहनु भएको छ यता त माया गर्दैन यार मलाई यहाँ कान्छा यो कालेको बाल त तपाईहरु कोही हुनुहुन्छ इच्छुक माया गर्ने यहाँ माया गर्ने खान जान्छु छोरी मान्छे भनेको बुझिसकेको छ राम्री मान्छे हेर्दैन आजकलको केटाहरूले नराम्री हेर्दैन हो कमसेकम नराम्री मान्छेको कालो त हुन्न मन एकदम नराम्रो मान्छे हेऱ्यो भने सफा मनको हुन्छ क्या राम्रो मान्छे हेऱ्यो भने कालो मनको हुन्छ थ्याङ्क यू सो मच ग्याङस्टर दाइ 1200 जनाले मेरो ग्याङस्टर दाइलाई सबैजना फलो गरिदिनु मेरो प्यारो प्यारो मुटु कलेजो पोक्सो आन्ध्रा बुढीहरू अर्काको बोयफ्रेन्ड अर्का बुढीहरू मिलेर गएर उहाँ हाम्रो ग्याङस्टर दाइलाई ट्याप एन्ड फलो गरिदिनु होला अनि नानी तामाङजी अनि माथिबाट आउने बुललाई पनि सबैजनाले टिपेर फलो गरिदिनु होला अनि दाँत नभए मान्छेले मैले भन्दा बढी छिटो बोल्नुहुन्छ प्लुत गर्दैन त्यो गर्दैन त्यो दाँत नहुनेले पनि दाँत हुने गर्दैन दाँत हुनेले पनि प्लुत चाहिँ गर्छ क्या त्यो दाँतै नहुनेले मात्रै प्लुत गर्ने भन्ने कुरो हुन्न जिब्रो बोल्ने बेलामा अलिक छिटो बोल्ने बेलामा दाँत हुनेको पनि प्लुत हुन्छ दाँत हुनेको त्यस्तो हुँदैन हजुरको जस्तो हजुरको त यस्तो हुन्छ होला नजिक भए यसरी हो भनेर देखाइदिन्थे मैले अब टाढा जाऊ नानी नि टाढै भए पनि देखाउँछ भगवानले तिमीलाई सुरक्षित राखेको छ जे होस्
झन् टाढो छ र भेट्न जानु सकिन्न आउने बेला गराङ ट्याङ बोकेर आउँथ्यो र मात्र ल गाइज 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 सबैजनाले ट्याप 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 12-1100 जनाको ट्याप ट्याप हेर्नु त 900 मा अड्किनु भयो पनिसमेन्ट गेम हो गाइज सबैजनाले एकचोटि सर सर हजुर टाढाको माया गाडा हुन्छ नि हैन हो कत्रै गाडे हो अस्ति नै गाडे अरूले आँखा लगाइदेऊ भने त फेरि त्यो आई युज ठकुरी जस्तै हुन्छ के गर्ने रे आँखा लाउँछ रे अरूले हामीलाई लाउनु 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 पाइयो आँखा लाऊ है केटा हो आँखा लाऊ म कता कता भ्याउनु यार एक्लो मान्छे म सक्दिनँ है केटा हो म ह्यान्ड्स अप म माथि हात उठिसक्यो हातै हो उठाउने त अरू त सक्दिनँ हात मात्रै हो मैले उठाउने अरू उठ्यो भने त फेरि सक्छु अरू उठ्यो भने त मैले जित्छु घाँटीतिर घाउ पारेर आउनु भए हामीलाई के त अरू उठ्यो कि हात उठ्यो ए सुन्नु न अरू उठ्यो भने चुनावमा उठ्यो भने तिमी के सोचेको त्यस्तो भन्नु होइन के राम्रो मान्छेको कालै हुन्छ भने केही हो मन कालो मन क्या मतलब नसफा मन सफा पनि होइन कचरा मन थिङ्किङ कचरा भोट उठ्यो भने चुनावमा उठ्यो भने मारेको उसले त आमा ए साथी ब्याड कमेन्ट नगर्नु नि यार तपाईहरु ब्याड कमेन्ट हुन्न गाइजहरु ब्याड कमेन्ट हुँदै हुँदैन ट्याप ट्याप गर्छु न हेलो स्कुच मी फेरि जोडेछ त के खोइ पनिशमेन्ट कसले हुन्छ भनेको यो सुरु गेम भएन सेकेन्ड गेममा भनेको हैन नगर्नु तपाईहरु तपाईहरुले ब्याड कमेन्ट गर्यो भने हामीलाई बोल्ने जागरै आउँदैन के कस्तो बुकु मेरो बुकुली चुप्पा जे पनि नगर्नु साथीहरु पुकु डबल ट्याप हान्नु सबैजनाले मेरो खतरा गिफ्टर पुकु हो नि फेरि साथीहरु सबैजनाले डबल ट्याप 449 पुकुले मलाई अब मुटु हानु कि चुप हानु भनेर खोजिरहेको होला तान्दै बस्दै गरिरहनु भयो यसरी चाहिँ फकाउनु यहाँ कति साथीहरूले अन्तिममा के हानु भनेर माथि तल के हानु अनि चुप हानु होइन मुटु हानु क्याप हानु त्योभन्दा ठुलो त नजाउँ भन्ने भइरहेछ तर हान्दैन यो केटाहरूले लास्ट टाइम हान्यो भने के गुलाबको फुल दुईटा रोज भनिदिनु नि लास्ट टाइम हान्यो भने ए हो गुलाबको फुल हो सुनिल दाइ थ्याङ्क यू सो मच यस टु मकर ब्रदर माथि उठाउने सबैजनाले माया गरिदिनु होला टिप्दै फलो गर्दै गर्नुहोस् जगत सोमे ब्रदर रूपा जी थ्याङ्क यू सो मच सबैजनाले खानै खानु भएन छैन किन खानु भयो खाने एकछिनमा डबलमा खाना केटा ट्रिपल साथीहरु ट्रिपल थ्याङ्क यू फ्यान क्लब ए ग्याङ्स्टर दाइ नै भइहाल्यो तिम्रो जेठा जो पुकुन मेरो एकदम ठुलो गिफ्टर हो आजकल थ्याङ्क यू प्रतापजी धेरै धन्यवाद तपाईलाई यस्तै 1200 जनाले एउटा मुटु हाने भने भोलि बिहानै मैले दाँत हाल्छु होला है दाँत हाल्नु कान हाल्नु कान त किन हाल्नु त हो कान हाल्नु न हजुर मेरो त कहिले उठ्छ किन होला भन्नुभएको छ एमएल लिम्बू ब्रदर थ्याङ्क यू सो मच मेरो त कहिले उठ्छ दिवस बोम ठक्कुरी ब्रदर मेरो कहिले उठ्छ के भएको होला भन्नुभएको छ अनि 84 मा चुनाव उठ्ने हो क्या
83 मा उठ्नु मिल्छ त नि 5 वर्ष 5 वर्षपछि मात्रै उठ्न मिल्छ त्यही भएर कहिले कहिले उठ्ने हो त्यो नाममा थोतेको लागि बिग फ्यान भन्नुभएको छ म अनि नानीको लागि आई लभ यु आमा मामा यो आइडिया भनेको चाहिँ सर्व पनि नमर्ने लट्ठी पनि नभात्ने भन्ने जस्तो हो क्या मलाई बिग फ्यान भने अहिले ढुङ्गाले हान्न तन्काइदिन्छु यो छोरी मान्छे त कति उफ्रिन्छ बाख्रा पाठाले यहाँ सुन्नुहोस् उहाँको आइडिया कस्तो दिमाग लगाएर भन्नुभएको छ मलाई बिग फ्यान भनेपछि म रिसाउनु मिलेन अनि आई लभ यु भनेपछि आफ्नै बरु अनफलो गर कान्छ अनफलो गरिहाल यहाँबाट बिग फ्यान भन्दै घरमा आउने अनि बुढीलाई आई लभ यु भनेर जाने त्यही त गर्न मिल्छ अनफलो गर आइडिया दरो जान्नु भएको रहेछ उहाँले उडी चुप्पा दाइ उताको नानीले ब्लक हानेको किन रहेछ सोध्नु दाइ भन्नुभएको जिम्मा भाइले तिम्रो देवर बाबुले ब्लक हान्यो भनेर गुनासो पोख्दै चिन्दैन को देवर तिम्रो सालो केटो मतलब छोरी मान्छेको भाइले हामीले सालो केटो भन्नु मिल्छ भने बुढाको भाइलाई के भन्छ सालो केटो होइन पनिसमेन्ट गर्न अरू कुरा थाहा छैन ए पनिसमेन्ट गर्ने भए म खेल्दिनँ कालेको बा सिधा कुरो तपाईँ जानु अरूसँगै खेल्नु ल बरु नखेल्नु म एक्लै खेल्छु म खेलेरै बसेर मान्यो मलाई पनिसमेन्ट गेम मन पनि पर्दैन म खेल्दिनँ हप्तामा 2 चोटि त म खेलिरहेको बरु म गेमै खेल्दिनँ म त बोल्न मजाक गर्न मात्रै आएको हो मलाई एउटा मैले भने होइन मेरो आमा बिराम छ टेन्सन छ भनेर म पनिसमेन्ट गरेर बस्छु अहिले त्यस भए झारेर जानु के झार्नु खेलिसकेपछि झर्नु परेन अनि पनिसमेन्ट गर भन्छ म पनिसमेन्ट त खेल्दिनँ उइन झार्नु भने पनिसमेन्ट गेम तपाईँको मम्मीलाई मेरो सासु आमालाई के भएको छ हौ सुन्न सकिन्छ अनि बिमारी त हो कि के बिमारी हो लडेको के लडेको चोटपटक पो लाग्छ त बिमारी हुन्छ कहाँबाट लड्नु भयो घरमा बाउसँग लड्या मजा गरेको यार मान्छेको आमा लड्दा पनि भगवान अनि लडेको कहाँ भन्दा घरमा भन्छ घरमा लडेपछि घरकै आँगनमा हो त अनि के भन्ने त अच्छा हो त्यसो भन्नु त घरमा भने घरमा त बाउसँग पनि लड्या गर्नु नि यार साह्रो हौ तपाईँ मजाक नगर्नु नि यार यस्तो कुरा मजाक गरेन चोटपटक पनि लागेको छ कि लडेसी लाग्दैन त थ्याङ्क यू सो मच ग्याङस्टर मेरो प्यारो दाई थ्याङ्क यू सो मच मेरो लभली मेरो दाई सबैजनाले उहाँलाई फलो गरिदिनु होला मेरो सासु आमा अहिले बिरामी हुनुहुन्छ अरे सबैजनाले अब केही गर्न नसके पनि के भन्छ ढोक्दिया भन्नु गेट विल सुन भनेर लेखेर आशीर्वाद दिनु होला मेरो सासु आमाको खुट्टा नढोकीसम्म म यो छोरीलाई चाहिँ लाँदैन है त्यही भएर सासु आमालाई सबैजनाले गेट विल सुन भनेर कसैको आशीर्वाद छिटै निको होस् ज्वाइँ त थाहा त छ लाग्दैन मैले भनेको त छिटै निको होस् हजुरको मम्मी मेरो सासु आमा भोलिपछि आइरहेको स्वर्गले ज्वाइँ भन्ने यसले त के भन्छ
यता पनि गेट विल्सन सासु आमा भन्न आएको छ। थ्याङ्क यू थ्याङ्क यू सो मच मेरो प्यारो दाइहरू दिदीहरू सोदाहरू सोल्टिनी इष्टमित्रहरू। थ्याङ्क यू सबैजनालाई। 1200 जनाले हेरिरहनु भएको छ हाम्रो यो थुतुनोलाई। थ्याङ्क यू। हाम्रो यो थुतुनो देखाउने कार्यक्रममा यति भिडभाड भइरहेछ कि अहिलेको बसाइमा 1200 जनाले हेरिरहनु भएको छ। थ्याङ्क यू सो मच मेरो प्यारो दाइहरू दिदीहरू सोल्टिनी इष्टमित्र आन्द्रा बुढी अर्का बोयफ्रेन्ड अर्का बुढी सम्पूर्णलाई एकै मुस्टामा थ्याङ्क यू सो मच। उहाँ दादाले भन्नुभएको छ एमएसए लामिछाने मगर ब्रदरले शीघ्र स्वास्थ्य लाभको कामना थोतेको सासुआमा मेरी पनि सासु। थ्याङ्क यू हजुरलाई पनि जसले मेरो आमालाई शीघ्र स्वास्थ्य लाभको कामना दिनुभयो सबैजनालाई धेरै माया। मुखले प्याट प्याट बोले पनि मनदेखि चाहिँ मैले छिट्टै निको होस्। हिजो पनि बोलाएको थिएँ उसलाई मैले लाइभमा आमा बिरामी छु आउँदिनँ भन्नुभएको थियो अनि मैले त्यतिखेरै भनेको थिएँ छिट्टै निको होस् मेरो सासु आमा। म अहिले रामेछाप भएको भए आमालाई मैले लोकल रक्सी ल्याएर मेथीमा झाँगेर तताएर दुखाइ कम हुन्छ त दुखाइ कम हुन्छ नि त लडेको मान्छेको सुत्केरीले दुखाइ कम हुन्छ भनेर ए छाड न रक्सी खा हुन्छ के हुन्छ क्या ढुक्का हुनुहोस्। 2 दिनपछि आमा एकदम ठिक भयो अहिले केही दुखेको छैन लडेको चोटपटक पनि अहिले ठिक हुँदै आछ भन्ने सुनिन्छ। गुनासो त्यो मनमा पिर नलिनु होला जिन्दगीमा। सबैजनालाई थ्याङ्क यू धन्यवाद। मेरो तर्फबाट चाहिँ मैले सासु आमालाई शीघ्र स्वास्थ्य लाभको कामना शुभकामना छिटै निको होस् भनिसक्यो। तपाईँहरूको पनि सासु आमा हो भने भन्नु होला। साझा सासु आमा भन्दै हुनुहुन्छ सबैले भन्नु होला। के साह्रो बोल्या उहाँहरूले भन्नुभएको छ। रामेछाप कुन ठाउँ साथीहरू हो सबैजना डबल ट्याप गर्नु। कुचु साथी सिरियसमै हुनुहुन्छ हो आँसु पो जान्छ त यो नानी त गलत जग्गामा पंगा लियो क्या छोरी मान्छेको आँसु फेरि पिलिक 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 झरिरहन्छ। ओके सुजन ब्रदर थ्याङ्क यू। हैन धेरै लडे हो र भन्नु नि त नभनेपछि कसले थाहा हुन्छ हामी भगवान हो। अनि बुढी मान्छे लडेपछि न्यू त्यही हुन्छ नि त भन्नाले नि सबै नहो क्या केही हुन्न। अहिले कहाँ हुनुहुन्छ घरमा हुनुहुन्छ कि हस्पिटल? घरमा डाक्टर ल्याइसक्यो गाउँमै आउँछ नि घरमै आउँछ। अनि पिलिक पिलिक झारिरहनु पर्छ छैन झारे छोरी मान्छेको आँखा र मेरो कपाल उस्ता उस्तै हो झरी। टेन्सन नगर्नु केही हुन्न छिटै निको हुनुहुन्छ मेरो सासु आमालाई। हामी सबैजना गर्न सक्ने शुभकामना स्वास्थ्य लाभको उ त दिइसक्यो। अब केही पर्छ भने भन्नुहोस् अझै पनि हामी हेल्प गर्न सक्छौँ। अब हामी चाहिँ भन्दिनँ मेरो सासु आमा म एक्लै गर्छु भनेर मलाई के चाहियो भन्नु। ओके थ्याङ्क यू सबैजनालाई। त्यही भाइ गेडा खाएको रे दाइ गेडै खाएको जनाको गेडा खाइरहेको छु दाइ। धन्यवाद सबैजनालाई धन्यवाद धेरै धेरै माया सबैजनालाई धन्यवाद। धेरै हाँस्ने मान्छे रोको छैन के रो छैन भने भयो सक्यो के हुन के छोरी मान्छेको यो मनै कमल हो क्या हर चिज कमल हुन्छ छोरी मान्छेको। थ्याङ्क यू सो मच मेरो लभली दाइको कति भयो
3030 मा चाहिँ ग्याङस्टर दाइलाई 1100 जनाले एकचोटि सर्र छुइदिनुस् त गाइस जेठा जु परे पनि परोस् छुइदिनुस् एकचोटि मजाले छुइदिनुस् छुन मिल्छ सिस्नुको पात होइन ग्याङस्टर दाइ उहाँलाई सबैजना छुएर फलो गरिदिनुस् गाइजहरू भनेकै मान्दैन दाजु थ्याङ्क यू सब रन्डाहरू यत्रो गर्दन फुल्लाई बोलेपछि त गर्नु न तपाईँ के जान्छ यार फलो गर्नु न यार यो आजको लाइफ त मलाई अच्छा नै लग रहा है भाइ एकातिर रोइरहेछ एकातिर हाँसिरहेछ त्यो कहाँ हुन्छ भने यहाँ छैन भने रोको म अहिले पर्सनलमा कल गर्छु ल ए हस् भनेको के होइन भने होइन ल भनेको राम्रो कहाँ चाहिँ आइलाग्यो मलाई आज औका रोको छैन के बुढी किन रुवाको थोते रे बुढी त रात परेपछि त रोइहाल्छ नि सम्झना आउँछ एनिवे कति राम्रो नाक है तपाईँको किन देख्नु भएको थिएन आजै देख्नु भयो र अहिलेसम्म मैले अब आँखामा आँसु देखेपछि मजाले हेर्दै जाँदा नाक पनि देख्यो हस् अन्तरे काका ए आज नाक देख्यो आँखा देख्यो मुख देख्यो सबै देख्यो अस्ति देखेकै थिएन है भेट्दाखेरि त्यतिखेर भेट्ने बेलामा आँखा मुख हेर्ने होइन नि खासमा देखेको छु मैले त्यो देखेको छु तिम्रो मोबाइल आइफोन हेरेको तिमी भेट्दा पनि हेरेको सबै हेरेको आइफोन रहेछ मजाले हेऱ्यो कति ठुलो है त्यसको क्यामेरा तीनटा हुन्छ भन्नु न हार लानु ओके दुईटासम्म त गने हो एउटा चाहिँ कहाँनिर थियो है क्यामेरा तीनटा होइन सानो आँखा गर्दा त 4वटा हुन्छ है मैले दुईटासम्म चाहिँ गनेको छेउछेउमै थियो क्यामेरा अनि एउटा चाहिँ कहाँनिर हुन्छ आइफोनको क्यामेरा छ त एउटा आइफोन मलाई दिन राख्नु भएको त्यही हेर्छु न हजुर हजुरसँग पनि छ त मलाई दिन राख्नु भएको आइफोन त्यो हेर्छु कस्तो र त मैले त्यो खालको आइफोन कहाँ हेरेँ मेरो भनेको चाइनामा बनेको आइफोन हो क्या ए त्यो आइफोन सेकेन्ड ह्यान्ड रहेछ त्यसो भए डेमो मात्रै हो नै हो हुन त चल्न चाहिँ चल्दैन चल्न चाहिँ तर क्यामेरा यसकै जस्तो हुन्छ ए त्यसपछि नचलाएको मैले फोटो खिच्न मिल्छ यसरी ओहो थोतेले पनि आइफोन बोकेको छ भन्ने खालको यस्तो कति ए 3टा दाना देखाएर आँखाको क्यामेराको आँखाको खिच्न मिल्छ ए फोटो त तपाईँ बरदुबईमा पुगेपछि त फोटो खिचाउँ थोते भन्ने त कति त्यहाँ किन चाहियो मोबाइल हामी जस्तो राणाहरूलाई त अनि फोटो खिच्ने अरूले त गम्मै अङ्गल हाल्छ नि मलाई बरदुबई गएपछि एकदम पिर लाग्छ किन ताने गर्छ सबैले सबैको जोडी हुन्छ आफू मात्रै राणा जस्तो एक्लै हिँड्नुपर्छ कात्तिके कुकुर जस्तो लखर 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 धन्न अस्ति तपाईँ आएको र मजा भएको थियो मलाई एकदम मजा बब्बाल मजा ए सानो कता हुनुहुन्छ नानीले हजुर सानो हो आज सानो कहाँ मसँग बस्छ त आइतबार मात्रै आउने हो आइतबार उताको रुममा बस्छ क्या शनिबार मात्रै आउने हो र अनि शनिबार चाहिँ किन आउने हो भात पकाउन कि अब आएपछि के को भात हो बिरयानी नै पकाइन्छ नि एक्लै हुँदा पनि भात त खाइराकै हो म आएपछि त बिरयानी हो नि एक्लै हजुर एक्लै हुँदा त भात खाँदैन रे
जोडी भएपछि झन् केही खान्न यस्तै गेडागुडी खानी हो बस्नी हो रेल कुरा हो र हजुर रेल कुरा हो र यो 100 to 100 हो महाको बोको रहेछ यार खोते दाई दुई दुईटी बुढी बनाउने यार कसैलाई एउटा नि छैन भने हा भाइ ठुलो हुनुपर्छ खप्पर त्यसै भन्छ र पहिला तिम्रो ठुलो बनाऊ खप्पर अनि मात्रै दुई दुईटा होइन तिनवटा पनि हुन्छ भाइ मेरो त ठुलो छ भाग्य एकदम ठुलो छ मेरो भाग्य त एकचोटि भाग्य हेर्ने ज्योतिषले फेरि हेर्नु मन लाग्छ मलाई किनभने यसको भविष्य कस्तो भयो अहिले भविष्यमा के हुन्छ हेरिरहन्छ ठुलो भाग्य बोकेपछि त्यस्तै हो ज्योतिष पनि पछि लाग्छ भाइ ए नानी हेर्नु नि होइन अब के ठुलो भने हो मलाई के थाहा अब म बोल्दिनँ भाग्य अबै तपाईँले नेपाली आउँदैन बोलिरहेकै छु त ठुलो हुनुपर्छ भाग्य भनेर भाग्य सबैको ठुलो खोज्छ नि त खै 3वटा बुढी पाल्न सक्छ 3वटा जावा 108वटा कटाइसक्यो मान्छे जावा भ्याउँछ त्यसपछि त भाग्य ठुलो भएको त मेरो तिम्रो तिमी 109 मा थियो फटाफट बोल्दो रहेछ उताको थोते दाइ सरदर जत्रो हो के भने के भन्नु भाइ सरादरको जत्रो हो कि क्या हो भन्छ के भने सरादर भने धरारा भने होला भिडियो हेरेर मरी हाँसेको आएको म त भन्नुपर्छ ल यहाँ पनि हाँस्नु जहाँ गए पनि हाँस्ने हो तपाईँ त्यो नेगेटिभ थिङ्किङले बोकेर आयो भने नेगेटिभ नै सोचाइ हुन्छ पोजिटिभ थिङ्किङ आउनुहोस् यहाँ पनि हाँस्न पाइन्छ है सरदारको सरदार भनेको के हो सरदार गफै त हो सम्धि 2 लाखको त चिया मात्रै खाएको रे हो र इक्जाम्पलमा तपाईँले कलमलाई कलम भनेर सरदारलाई सरदार 2 लाखको चियामा चाहिँ होइन एसी चलिरहेको छैन आज खोइ सरदार भन्छ के हो सरदार भन्नुभएको मैले बुझिनँ थोतेलाई ज्योतिषले होइन बेस्या माताले मात्रै हेर्छ रे कोला थोतेको पछि त किन लागेको केटीहरू रे बिचरा यो तपाईँहरूलाई अहिले कतिजना भ्युअर्स हुनुहुन्छ उता कालेबुङमा 1100 यता 400 जना जति समथिङ 350 हुनुहुन्छ यहाँ हाम्रो यो केही कार्यक्रम होइन थुतुनो देखाउने कार्यक्रम हो हाम्रोमा गफ भनेको मैले के भन्न लागेको छ बीचमै काट्दिनु हुन्छ हजुरले चाहिँ बीचमा एकछिन ब्रेक लिनुपर्छ क्या कन्टिन्युमा त कहाँ सकिन्छ त नि हिट भइहाल्छ नि गाडी दिनभरि चलाक गऱ्यो भने गाडी हिट हुन्न घरिघरि ब्रेक त ओह्रालो उकालो पो लाउने हो त ब्रेक टाइम चाहिँ ब्रेक भने ए सबै यता पठाउने भन्नु कतिको माया गर्दो रहेछ थोते दाइले रे माया त मैले एकदम गर्छु अस्ति न एकजना आइमाईको हात समातेर दुबईमा हिँडिरहेको थियो थोते भन्छ हो त कालेबुङमा जिन्दगीमा अहिलेसम्म स्ट्रिङ भन्दा केही समातेको छैन भाइ अर्को एउटा समातेको छु यस्तो हुन्छ त्यो गियर हो त्यो भन्दा जिन्दगीमा केही समातेको छैन साथी अर्को हातको टाढो कुरा हो एउटा यस्तो घुमेको अनि एउटा यस्तो ठाडो परेर बस्ने त्यो चाहिँ म समातिरहन्छु दिनकै गियर क्या यो ठाडो पर्ने चाहिँ घुमेको स्ट्रिङ त्यही हो
अरू त केही समात्या छैन। म त केही कुमले अलि हानेको होला रे के भने यिनीहरूले गाइड जे पनि कमेन्ट नगर्ने साथीहरू अस्ति लाइभमा देखाइरहेको थियो समातेको हो नि तेल होइन तपाईँले पनि आएको जत्रै खपर लिएर आएको र त थोतेले भन्छ हेर्न हाँस्मा हाँस्दा यस्तो राम्रो देख्ने मान्छे किन फिस 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 लागिरहेको हो अनि हाँसु आज त ह्यान्डसम भएर आउनु भएछ तपाईँ व्हाइट टी सर्ट लगाएको भएर हो के छ टी सर्टमा है देखाउनु त डब्लु के हो डब्लु कसम झाँटे पनि झुट नबोल्नु भन्छ 3 दिन भयो ननुहाएको त्यही पनि हेर्नु त्यो बिहानको भिडियो पनि यही टी सर्ट होला केटा हो मैले हालेको छु ल फेर्दिनँ मैले त 3 दिनसम्म अब 3 दिनसम्म अब मैलो नभएसम्म किन खोल्ने भन्ने कुरा आजभोलि गर्मीमा त गनाइहाल्छ नि पसिना आउनु पर्यो नि फ्यान होला ओके परदेशी खान्छ थ्याङ्क यू मेरो त गनाउँदैन म के हो तपाईँको त्यो टी सर्टको नाम कसले पढ्न सक्छ ए यामी यालो डिवाई मेलोडी र छ डब्लु होइन यामी यालो डिवाई यालो अनि यामी यालो डिवाई मेलोडी यालो डी वाई मेलोडी उताबाट राम्रो देख्दो रहेछ यता आफैले हेर्दा नदेख्दो रहेछ साला मेलोडीको टी सर्ट लाग्छ भन्ने कुरो मैले थाहै थिएन तपाईँहरूलाई थाहा भएछ किनभने मलाई आफ्नो आफूलाई भन्दा पनि छिमेकीले मेरो बढी मेरो विषयमा थाहा हुन्छ क्या हजुर नेपालीमा मलाई दे भनेको हो टी सर्टको नाम मलाई दे नेपालीमा मलाई दे भन्यो ए तपाईँको चाहिँ के हो मेरो त 12 गाउँ अलि उता सर्नु न हेरौँ साला विराज भट्टको बाउ छोरा भाग्यमानी रहेछ यार मजाले टाँसेर बसेको छ यार मेरो त सबै फिल्मको टी सर्ट छ दाइले दिनुभयो त्यो त छ कि खोइ त दिदी उताबाट सबै भ्युवर्स यता दिएको भए माया गर्थ्यो उताको थोते दाइले भ्युवर्स यता आउँदा माया गर्ने होइन नि उतै भयो नि हामी दुईजनालाई हेरिराख्नु भएको सबै भ्युवर्सले यता आउनु भयो नि उता बस्नु भयो नि एउटै हो ए भगवान यो जोडी रे त्यो टी सर्ट खोल्नु त मलाई रिस उठ्यो साथीभाइ इन्टरटेनमेन्ट थाहा छ कि मसँग 4-5 वटा टी सर्ट तर विराट भट्टको बाउ छोरा त्यहाँ गएर बस्नुहुन्न क्या यार सक्ने भयो अब रे के गर्नु त अब मसँग त हिजो मैले दुखी आत्माको लगाएको थियो आज 12 गाउँको लगाएँ अब दुखी आत्मै लाउनुहोस् दुखी आत्मा त म त्यो टी सर्ट लगाएँ कि मन दुखी हुन्छ मलाई त लाउँदिनँ म त म बस्न नसकेको ठाउँमा उहाँहरू बसिरहेछ विराज भट्ट दाइ पाप लाग्छ तपाईँलाई विष्णु होटेलले फेरि के खोल भन्छ है ब्लक खानी बोरे टी सर्ट खोल्नु भनेको के खोल भन्छ बुढाहरू यहाँ एकजना त्यस्तो भन्नुभयो थोतेले के खोल भन्छ ब्लक खानी फेरि भन्छ दोकान एउटै के हो दोकान भनेको म त केही बुझेको छैन आज मलाई हजुरको के टी सर्ट छ मेरोमा रावण छ 12 गाउँ अनि घर ज्वाइँ मेरो पनि छ घर ज्वाइँ अनि उ त्यो ऊ छ क्या एउटा दाइङ राईको दयाङ राईको कुन धेरै चलेको थियो त्यो फिल्म त यहाँ दुबईमा
झर्ने भयो जानु यो कति वाक्क पारिन्जेल जानु थ्याङ्क यू सोल्टी जहिले 70 मिनेटमा झार्छ 35 मिनेट 70 होइन हाफ एन आवर 35 मिनेटमा झार्नु भयो म आफै आत्तिएको हो क्या झरोसे भनेको विन थ्याङ्क यू सो मच एभ्रीवन गाइस माथिबाट आउने तलबाट आउने साइडबाट हेरिरहने मेरो मोटो कलेजको थोतेलाई थाहा छैन थोतेले फेरि ब्लक खान्छ अरे ऊ पनि तामाङ हो नि जिम्बा हो क्या थोते हावा अरे उहाँ पनि जिम्बा हो नि त थ्याङ्क यू सोल्टी थ्याङ्क यू भयो सोल्टी भयो अघि न हजुरलाई मैले यु क्यान डु इट दाइको लाइफमा बाटो है आज चाहिँ थ्याङ्क यू फलो गर्नु भएकोमा के गर्छौ च्वार च्वार गयो अब गुलमेली दाजु थ्याङ्क यू सो मच सबैजनालाई धेरै धेरै धन्यवाद बुढाबुढीमा केही फरक पर्दैन दुईजनाको गेम राम्रो छ अरे दिदीलाई 5-6 महिना फलो गरेको बिहाकै दिन भएको छैन रे बिहा त थ्याङ्क यू सबैजनालाई धेरै धन्यवाद राजु सुल्के आउनुभयो भने त कान्छाले त रोपी धुलाई प्रदीप तिवारी थ्याङ्क यू सो मच साथी हो उता कतिजना भ्युवर्स हुनुहुन्छ हेरेर आउनु है एकचोटि जे पाए त्यही कमेन्ट नगर्नु न हो साथीहरू